कन्ट्रीमा त्यसरी नै हुन्छ कि उनीहरूको फन्डै छैन के उनीहरूको आफ्नो सुस्वास्थ्यको लागि पनि खासै पैसा छैन इन्सुरेन्सबाट मात्रै अलिकति सुस्वास्थ्यको लागि गर्नुहुन्छ होइन यस्तो छ नि त यहाँ बाहिर त प्रोजेक्ट बिग्छ नि त प्रोजेक्ट बिग्छ भन्नाले कुनै एउटा प्रोजेक्ट राम्रो प्रोजेक्ट बनायो भने त्यो प्रोजेक्टमाथि अर्को मान्छेहरूले लगानी इन्भेस्टमेन्ट गरिदिन्छ नि त तर नेपालमा त्यो प्रोजेक्ट चाहिँ बिग्दैन क्या प्रोजेक्ट बनायो भने त्यो जो इन्भेस्टर हुन्छ त्यसले चाहिँ त्यो प्रोजेक्टको पैसा दिँदैन त्यसले चाहिँ इन्भेस्टमेन्ट गरेको कारणले गर्दा त्यो प्रोजेक्टै आफ्नो बनाइदिन्छ क्या भनेको मतलब किनकि त्यो जोसँग प्रोजेक्ट छ प्रोजेक्ट हुने मान्छे चाहिँ लगानी गर्न सक्दैन होइन लगानी गर्न नसकेपछि ऊ चाहिँ कहाँ जान्छ भन्दाखेरि एउटा रिच फ्यामिलीमा जानुपर्छ त्यो बेलामा चाहिँ के हुन्छ भने उसले उसको प्रोजेक्ट चाहिँ लस्टमा जान्छ क्या लगिदिन्छ क्या प्रोजेक्ट किनकि उसँग त पैसा हुँदैन अब विदेशमा चाहिँ के छ भने प्रोजेक्ट भयो भने पनि त्यसको उचित मूल्यमा त्यसले सेयर पाउँछ नि त त्यो चाहिँ धेरै ठुलो अब प्रोजेक्ट छ लगानी छैन अनि ब्याङ्कले पनि अब के छ भने प्रोजेक्ट हेरेर पैसा दिँदैन अब के भन्छ सरकारले नै प्रोजेक्ट हेरेर त पैसा दिँदैन नेपालमा त यहाँ दिन्छ नि त यहाँ त एउटा राम्रो प्रोजेक्ट छ भनेदेखि त्यो प्रोजेक्टलाई त सरकारले फन्डिङ गर्छ सरकारले नै फन्डिङ गर्छ ब्याङ्कले पनि दिन्छ लगानी दिन्छ नेपालमा त्यो लगानी गर्न पहिला के हेर्छ भने प्रोजेक्टलाई हेर्दैन क्या कि उसको फ्यामिली ब्याकग्राउन्ड हुनु पऱ्यो फ्यामिली एकदम रिच फ्यामिली ब्याकग्राउन्ड हुनु पऱ्यो कि त त्यो मान्छे चाहिँ अगाडिबाटै क्वालिफाइड भएर चाहिँ प्रुफ मान्छे हुनु पऱ्यो त्यो मान्छेले चाहिँ गर्छ त्यस कारण प्रोजेक्टलाई मात्रै हेरेर लगानी गर्ने अपर्च्युनिटी चाहिँ नेपालमा गाह्रै छ जस्तो लाग्छ मलाई कमेन्ट गर्न सक्नुहुन्छ हुन त अब हाम्रो साथीहरूलाई थाहा छ होला तर प्रोजेक्टलाई हेरेर मात्रै चाहिँ त्यसरी लगानी गरिदिँदैन क्या मान्छेले गर्यो भनेदेखि त्यो प्रोजेक्टै गायो